मैले चाहिँ अब यहाँ एउटा लुगा किन्नुपर्ने हुन्छ फर्स्ट कलर चाहिँ म लगाउँछु अलि ह्याप्पी होली वहाँ चाहिँ जान Freaky girl under the sheets. Would you love when things start slowing down? I know you got me, baby. सो हेलो गाइज वेलकम ब्याक टु न्यू भिडियो अनि आजको न्यू डे न्यू भ्लगमा तपाईँलाई स्वागत छ। अनि आज थाहा होला होली हो होइन, अनि सबैजनालाई चाहिँ ह्याप्पी होली। रङसङ किनेर होलीको भेस्ट किनेर चाहिँ म आउँछु त्यही हो। अनि आज चाहिँ यस्तो रमाइलो हान्नुपर्ने हुन्छ। अनि हाम्रो भाइलाई चाहिँ होली लागिसकेछ। यता उभा चाहिँ आउँदा अब नानु हुन्छ हुडी अब मेरो काकै त दुईटा हुडी चिन्नुपर्छ। मेरो काकाले मरिदिन्छ हुडी। ह्याप्पी होली भति ह्याप्पी होली भाइ। सो अनि म चाहिँ अब मम्मीलाई पैसा मागेर होलीको भेस्ट किन्न जान्छु। सो अनि अब हाम्रो मम्मीले चाहिँ मलाई पैसा दिनुहुन्छ होलीको भेस्ट किन्ने होइन। त्यही अनि म चाहिँ भेस्ट किनेर आउँछु। खोइ ल म पैसा ल्याउनु त 500 रुपियाँ जति। सो अनि हाम्रो मम्मीले चाहिँ तरकारी सरकारी सबै रेडी पार्नु हुँदैछ। यहाँ अब चाहिँ त्यही हो, अब चाहिँ छान्नु पर्ने हुन्छ बाङ्गे बजार। मम्मीले चाहिँ 500 रुपियाँ दिनुभयो मलाई। अब चाहिँ म यसको लुगा किन्न जान्छु। त्यही हो होली काले भाइ कता आम्बो भाइहरू चाहिँ दामी दामी छ है। भाइ भाइहरू चाहिँ तोपमा छ। त्यो म चाहिँ अब जान्छु बाङ्गे बजार भेस्ट किन्न होइन, त्यसपछि म नि होली खेल्न जान्छु। त्यो सो अनि म चाहिँ साथी घर आइसकेको छु। अब यहाँबाट चाहिँ जानुपर्ने हुन्छ। आदित्य ए हग्दैछौ तिमी सेट छिटो छिटो हग। सो अनि म चाहिँ आत्तिको घर आइसकेको छु होइन। त्यही हो अब चाहिँ उसलाई लिएर चाहिँ म जानुपर्ने हुन्छ बाङ्गे बजार लुगा किन्न। त्यो अनि होली चाहिँ ओभर भइरहेछ। हक छिटो भाइ। सो मैले चाहिँ अब यहाँ एउटा लुगा किन्नुपर्ने हुन्छ। कुन ठिक हुन्छ साथी भन्दा म केटाको छु। सो यो चाहिँ अङ्कलले केटाको होइन कति हो 600। सो अनि मैले चाहिँ किनिसकेँ होइन मेरो होइन 500 रुपियाँ। त्यो आज चाहिँ होलीको भाइब चाहिँ दामी दामी छ लुगाहरू। उता चाहिँ दामी भाइब हुँदैछ भाइहरूको। हाम्रो यत्तिको भाइब चाहिँ हुनुपर्छ कि तँ भानिदिरहेछ। खतरा कपाल त ओ सागर त यस्तै कपाल किन्यो भने त आम्बो दामी भाइ दामी। ल सो अनि मैले चाहिँ 450 ल यसलाई चाहिँ 450 होइन। अनि दिदीको त्यो अब चाहिँ म यस्तो लुगा सुगा लगाएर साथीहरूसँग निस्किनु पर्ने हुन्छ। त्यो सो अनि फर्स्ट कलर चाहिँ म मम्मीको हातदेखि लगाउँछु। अनि मैले रङ चाहिँ रेडी पारिसकेँ होइन। त्यो फर्स्ट रङ चाहिँ म मम्मीको हातदेखि हाल्छु। मम्मी रङ हालिदिनु त हल्कै गालातिर रङ हालिदिनु टिका बनाउँछु हाल्दिनु न तपाईँको हातदेखि लगाउनु न। हेर्नु मैले रङ हालिदिनु पर्ने गालामा 3टा अम्लाको हालिदिने यसरी ए 3टा कसरी ठ्याक्कै यसरी गालामा अलि राम्रो हालिदिनु है। ल टिका पर्दैन बो। ल मम्मीले मलाई हालिदिइसक्नु भयो रङ कस्तो देखियो छु भाइ र म औलिया। ल होली होली ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली सर र भतिजा र ह्याप्पी होली। त्यो दाइ पुरै भ्लग बनाएर गइरहेको छ यहाँ होलीको। ह्याप्पी होली मलाई नहाल है मलाई नहाल है नहान न ह्याप्पी होली नहान न ह्याप्पी होली सन्दीप ह्याप्पी होली जाँदिनस् खेल्न हौ है
सागर दाई कस्तो छौ त्यही दाई सागर दाईलाई पनि ह्याप्पी होली काले ह्याप्पी होली काले ह्याप्पी होली वहाँ त्यही जान सो अनि त्यहाँ चाहिँ दामी भइरहेछ होइन डान्सहरू अब हामी पनि यसो निस्किनु पर्ने हुन्छ सबभन्दा पहिले चाहिँ सबैजनालाई ह्याप्पी होली साथीलाई पनि ह्याप्पी होली है ह्याप्पी होली यता चाहिँ बाप्पा होइन रङ त अब यो भने त अघि तिमीले अलिक फेरि डाइरेक्ट सुट गर्ने सो अनि हामी चाहिँ होइन यहाँ बसिरहेको छौँ अब चाहिँ हामी उता जानुपर्ने हुन्छ होइन त्यही हो केटाहरू सबलाई चाहिँ होली लागिसकेको छ मलाई मनी अब हाल्नुपर्ने छ हामी चाहिँ अब होली सकिसक्यो होइन केटाहरूले चाहिँ रङ हालेको छैन शुद्ध बन्ने गरे हामी चाहिँ रङ सङ लगाएर केटाहरू पनि यता छ होइन हजुरआमा पनि होली ह्याप्पी होली मलाई नि ह्याप्पी होली भन्नु ह्याप्पी होली ह्याप्पी होली प्रतिदिनको ह्याप्पी होली सो अनि मैले चाहिँ मासु लिएर आएको छु होइन म चाहिँ घर आइसक्यो होइन आजको भ्लग चाहिँ यस्तै भयो आउनु सो अनि म चाहिँ घर आइसक्यो होइन अनि आजको भ्लग चाहिँ हाम्रो यहीँ सकिन्छ के अरू भयो